गाउँपालिका उपाध्यक्ष हरिनगर गाउँपालिका उपाध्यक्ष श्री रिन्जित भगतज्यू उपस्थित भइसक्नु भएको छ र उहाँलाई धन्यवाद। कार्यक्रमका सञ्चालकज्यू, आजका कार्यक्रमका जिल्ला न्याय समिति छैन, न्याय समितिमा भन्नुभयो त्यसलाई प्रमाण चाहियो। बिना प्रमाणको उजुरी लिनुहुन्न। हामीहरू बिना प्रमाणको उजुरी पनि लिन्छौँ, किनभने जनता सबै प्यारो हुन्छ। त्यसको नागरिकता छैन। अहिले चाहिँ गाउँपालिकामा ठाउँमा वार्डहरूमा नागरिकता छैन। त्यसको समस्या सिडोसा लिनुहुन्छ। दुईजनाले मेरो भर्खरै गाउँपालिकाबाट जानुभएको छ सिडोसा। मेरो सिडोसा त्यही छ। गाउँपालिकामा एउटै हो यो न्याय समितिमा र यो सबै अधिकार संविधानले उपमेयरलाई दिने र मेयरलाई चाहिँ सबै कुरा आर्थिक कारोबारहरू सबै दिने र उपमेयरलाई चाहिँ एकदम अब्जसको काम मात्रै त्यो संविधानले लेखेर आएको हुनाले हामीले अब मुद्दा मिलाउँदाखेरि धेरै लेनदेनको आउने अनि अघि सबैले भनिसक्नु भएको छ। लेनदेनको आउने, जग्गाको आउने, सिमाना सम्बन्धीमा र हाम्रो अहिलेको युगमा धेरैजसो आमा बुवालाई छोराबुहारीले जग्गा पास, धन सम्पत्ति पास गराएर फेरि हेला गरेर बुढाबुढीको बिजोग भएर त्यो न्याय समितिमा हाल्ने र हामीले चाहिँ त्यसमा धेरै चाहिँ हामीले के गरेका छौँ भने आफूले बोलाउँदा नगर प्रहरी पठाउँदा पनि नलागेर त्यस पछाडि हामी प्रहरीसँग के अरे मद्दत मागेर उहाँहरूले ल्याएर पनि हामीले त्यसरी मृत बुढाबुढीलाई न्याय दिलाउन सफल भएका छौँ। र अरू सबै बालबालिका अहिलेको उसमा धेरै पहिला के अरे फौजदारी झगडाहरूको आउँथ्यो न्याय समितिमा। अहिले चाहिँ हामीले त्यो सबै यता इलाकातिर हामी पठाइदिन्छौँ र अहिले धेरै झगडा घरको सासू बुहारी घर झगडा हुनेमा अलिक थोरै कमाएर अहिले चाहिँ बढी बुढाबुढी आमा बाउसँग हुने झगडा चाहिँ बेसी हाम्रो न्याय समितिमा आउने गरेको छ। धेरै मुद्दा चाहिँ लेनदेनको हाम्रो एउटा लेनदेन कस्तो छ भने एउटा बिचरा महिलालाई चाहिँ जग्गा पास गराएर 3 जना मिलेर अहिले उहाँलाई चाहिँ मुद्दा अदालतले पनि उहाँलाई चाहिँ मुद्दा फसेला गरेर अब जेल जान लाग्नु भएको छ। तर 4 आना पैसा पनि उहाँले खानुभएको छैन। बिचौलिया 3-4 जना ग्रुपमा मिलेर त्यही पनि हामी कति कोसिस गरेर उहाँदेखि मुद्दा फसेला भइसकेको छ भनेर उहाँलाई बचाउन प्रयास गरेका छौँ। तर तिनै जना बिचौलियाहरू चाहिँ अहिलेसम्म हामीले इलाकासँग पनि गएर सहयोग मागेर पनि उहाँहरूले सकिरहेका छैन। के गरिन्छ दिनैभरि काम गरिन्छ, तर काम के गरिन्छ थाहै छैन। जिम्मेवार धेरै छ तर कामै देखिँदैन। के दिनभरि गरियो के गरियो थाहा छैन होइन। यस्तो काम यो संविधानले हामीलाई दिएको छ, नदेखिने काम क्या गोप्य रूपमा। त्यसले गर्दाखेरि अरू जनताले पनि के भन्नुहुन्छ भने उमेरले त के गर्छ, के गरेकै छैन, त्यस्तो खालको गुनासोहरू आइराखेको छ होइन। तर हामीले अब लिएको जिम्मेवार राम्ररी इमान्दारपूर्वक काम चाहिँ अब गरिराखेको छु। र एउटा अब यहाँ हाम्रो श्रीमान न्यायाधीशज्यू हुनुहुन्छ। हामीले एउटा जग्गाको खिचोला फैसला गरिराखेको छौँ। त्यसमा चाहिँ अब के छ भने फैसला गर्ने अधिकार चाहिँ छैन, तर अब जनताको जग्गा होइन, 1 दूर जग्गालाई अब कसरी अदालत पठाउने होइन। त्यसले गर्दाखेरि हामी त्यहीबाट आफ्नै स्थानीयबाट नै हामी फैसला गरिराखेको छौँ होइन। त्यो त हुन त मिल्दैन, तथापि अब यो 1-2 दूरको लागि किन दुःख दिने भनेर हामी चाहिँ अब त्यहीबाट होइन, त्यहाँ हामी अब न्याय समितिबाट नै फैसला चाहिँ गरिराखेको छु। अब हुन त मिल्दैन, तथापि जनतालाई
दुःख नहोस् भनेर हामीले चाहिँ यो गरिराखेको छौँ। हामीले अब छलफल गराउने मात्रै अधिकार छ, त्यसले गर्दाखेरि छलफल गरायो अनि 2-3 खेप छलफल गराउँदै फेरि अब यस्तो खालको अधिकार दिएको छ। अब कम्तीमा त्यो आउँदैन भनौँ न होइन, पक्ष विपक्ष आउँदैन भने फेरि अब त्यसलाई अब नगर प्रहरी पठाएर समातेर ल्याउने अधिकार पनि दिएको छैन। कस्तो जटिल होइन। त्यसले गर्दाखेरि अब हामी यता निवेदन लिन्छौँ र अब आइदिँदैन, पटक अब उहाँहरूलाई पेसी दिन्छौँ र पेसी दिँदा पनि आइदिँदैन, फेरि अब यता कसैलाई पठाउन पनि नमिल्ने। र जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतको काम कारबाही जाओस्, मिलेर जाओस्, मिलाएर जाउँ, समस्याहरूलाई चाहिँ हामीले साझा बनाएर जाउँ र आफ्नो क्षेत्राधिकारभित्र रहेर एकले अर्कालाई सहयोग गरौँ भन्ने उद्देश्यका साथै कार्यक्रमको आयोजना गरिएको छ जस्तो लाग्छ। र सोही कारणले गर्दाखेरि यो पालिकाले कुरा राखौँ र पालिका पछाडि उहाँहरूको कुरा पनि सुनौँ भन्ने हिसाबबाट नै यो कुरा भएको जस्तो लाग्छ। यसलाई लिन पर्छ जस्तो मलाई लाग्दैन। यद्यपि समयको कारणले गर्दाखेरि सबैको व्यस्तताहरू छन्, त्यसले गर्दाखेरि अलिकति अब सिधै लौरो घुमाउँदाखेरि तल आतङ्क पैदा हुने गरेका छन्। अब तर म चाहिँ के भन्छु भन्दाखेरि हाम्रो क्षेत्राधिकारभित्र, हाम्रो सीमा रेखाभित्र कसैले हस्तक्षेप गर्छ भने त्यो मान्नै पर्छ, मान्नै बाध्य हुनुपर्छ भने चाहिँ छ जस्तो मलाई लाग्दैन। हेर्नुहोस्, हाम्रो सीमाभित्रको कुरा, अब सङ्घीय सरकारको सीमाभित्रबाट आएका आदेश निर्देशनहरू त मान्नु पनि पर्छ, कार्यान्वयन पनि गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ संविधानले नै लेखिदिएको कुरा, स्थानीय सरकार सञ्चालन ऐनले नै निर्दिष्ट गरेका कुराहरूमा कसैले हस्तक्षेप गर्छ भने त त्यसको डटेर प्रतिवाद र प्रतिरोध गर्न बाध्य हुन्छ स्थानीय सरकारले। मलाई चाहिँ त्यस्तो लाग्छ। हेर्नुहोस्, विभिन्न किसिमका फरमानहरू आइरहेका छन्, मान्ने कुरा मान्छौँ, नमान्ने कुरा मान्दैनौँ। हाम्रो क्षेत्राधिकारभित्र कुराहरू मान्छौँ, क्षेत्राधिकारबाट बाहिर भने किन मान्दैनौँ? मान्न जरुरी पनि छैन जस्तो लाग्छ। यसको मतलब हामीले घमण्डी गरेको पनि होइन, यसको मतलब हामीले कसैलाई चुनौती दिन खोजेको पनि होइन। यसको मतलब के भन्दाखेरि हामी सबैले आफ्नो सीमारेखा, आफ्नो क्षेत्राधिकारभित्र बसेर काम गरौँ। संविधानले त्यही भनेको छ, त्यही कन्सेप्ट अनुसार जिम्मेदारी तोकेका छन् भन्ने छलफल गर्ने अधिकार दिएको छ। निर्णय गर्ने अधिकारहरू पनि कतिपय मुद्दाहरूमा हामीले गर्ने निर्णयहरू पनि अधिकार दिएको छ। तर कार्यान्वयनको तहमा आउँदाखेरि विशेष गरेर चाहिँ जिल्ला प्रशासन प्रहरी कार्यालयसँगको समन्वय ठिक ढङ्गले नहुँदाखेरि हामीले गरेका निर्णयहरू कार्यान्वयन नभएको अवस्था चाहिँ छ। उपमेयर ज्यूहरू र उपाध्यक्षज्यूहरूले जो कुराहरू राख्नुभयो, उहाँले राखेका सबै कुराहरू महत्त्वपूर्ण छन्। अब कहिलेकाहीँ हुनसक्छ उहाँहरूको कल रिसिभ गर्न नसकेको अवस्था हुनसक्छ, तर अधिकांश समय मैले रेस्पोन्स गरेकै छु। है, स्थानीय न्यायिक समितिहरू भनेको के हो भन्दाखेरि यो नेगोसिएसनकै लागि हो, मध्यस्थताकै लागि हो। कानुनी डन्डा प्रयोग गर्नको लागि होइन। कानुनको डन्डा प्रयोग गर्नलाई अरू नै निकायहरू छन्। अदालत पनि छ, अदालतसँग पनि डन्डा हुँदैन। अदालतले न्याय प्रमाण र इभिडेन्सको आधारमा फैसला मात्रै गर्छ, उसले कार्यान्वयन गर्दैन। कार्यान्वयन गर्नुपर्ने भयो भने र बल प्रयोग गर्नुपर्ने भयो भने अदालतले पनि प्रशासनको सहयोग माग्छ र हामी त्यो अवस्थामा सहयोग दिन्छौँ। न्याय निर्माण गर्ने अधिकार र कानुन त्यसको कार्यान्वयन गर्ने अधिकार अथवा चाहिँ बल प्रयोग गर्ने, शक्ति प्रयोग गर्ने निकाय फरक नै राखेको हो। राज्यको मर्म, कानुनको मर्म नै त्यही हो। त्यो कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ कानुन मतलब न्यायिक समितिमा गुनासो सुनवाई गर्ने, तपाईँहरूलाई तोकेका चाहिँ 24-25वटा कतिवटा मुद्दा छन्, त्यसमा चाहिँ फैसला गर्ने हकमा फैसला गर्ने, फैसला नगर्ने हकमा चाहिँ सिफारिस गर्ने, मध्यस्थता गर्ने, यी कुराहरू तपाईँहरूको अधिकारमा पर्छन्। तर तपाईँलाई यदि चाहिँ कुनै मद्दत आवश्यक पर्यो प्रहरीको अथवा प्रशासनको अथवा कार्यान्वयनका लागि भने तपाईँहरूले हामीलाई लेखी पठाउन अनुरोध गर्ने हो र तपाईँहरूले गरेको अनुरोधलाई हामीले अन्यथा मान्दैनौँ। उहाँले भन्नुभएको केही मुद्दाहरू अदालतबाट फैसला भइसकेपछि पनि हामी कहाँ आउँछ, हामीले त्यो हेर्न पाउने कि नपाउने भनेर भन्नुभएको थियो।
मेलमिलापको सन्दर्भमा जहिले पनि मेलमिलापको ढोका खुल्ला रहन्छ। अदालतबाट फैसला भइसक्यो भनेर फौजदारी मुद्दाहरूमा यहाँले नहेरिदिनु होला, तर देवानी प्रकृतिका विषयहरूमा व्यक्तिहरूको मुद्दाको पक्ष रहने विषयहरूमा अदालतबाट फैसला भइसकेपछि पनि यहाँहरूले त्यो छलफल गराएर मेलमिलाप गराउन सक्नुहुन्छ। मेलमिलापको निर्णय नै गर्न मेलमिलाप उहाँहरू भयो भनेदेखि मेलमिलापै गराउन सक्नुहुन्छ। घर भत्काउने स्थानीय तहले पाउने कि नपाउने भन्नुभएको छ। घर भत्काउनको लागि अब यहाँहरूले घर भत्काउने निर्णय गर्नको लागि हो कार्यपालिकाको छ, नगरपालिकाले गाउँपालिकाले घर भत्काउने सिमानाको कुराहरू छन्, त्यो घर बनाउन जुन नक्सा पास गर्ने कुराहरू छन्, त्योभन्दा विपरीत गएको यहाँहरूले कार्यपालिका निर्णय गर्छ, मेयर साहबबाट अध्यक्षबाट निर्णय हुनसक्छ, त्यो निर्णय यहाँले कार्यान्वयन गराउन सक्नुहुन्छ, भत्काउन सक्नुहुन्छ। जस्तो देख्नु भएको छ अहिले काठमाडौँ महानगरपालिकाबाट थुप्रै घरहरू भत्केका छन्, त्यो अदालतको निर्णयबाट भत्केका होइन, त्यो महानगरपालिकाको निर्णयबाट भत्केका छन्। त्यो यहाँलाई निर्णय गर्ने अधिकार छ, त्यो अनुसार यहाँले भत्काउन सक्नुहुन्छ। गरेर हामीलाई निर्णयको जानकारी गराउन सुरक्षा दिनको लागि हामी सधैँ तत्पर छौँ भन्नुभयो। कतिपय कुराहरू सार्वजनिक सम्पत्ति संरक्षणको सन्दर्भमा हामी फैसला गर्दा त्यो कुरो सार्वजनिक कायम राखियो भनेर हामीले पालिकालाई भन्ने गरेका छौँ, लेखेर पठाउने गरेका छौँ। त्यो पनि न्यायिक समितिबाट त्यो न्यायिक समिति निर्णय चाहिँ होइन, तर कार्यपालिकाभित्र राखेर यसरी अदालतबाट निर्देशनसहितको आदेश आएको छ, फैसला आएको छ, त्यस कारण हामीलाई यसो गर्नु भनेर आएको छ। त्यस कारण हामी यो भत्काउँछौँ, यो सिमाना हामी सुरक्षित गर्छौँ। सार्वजनिक जग्गा मिचेर बनाएको छ त्यसलाई भत्काएर हामी सार्वजनिक कायम गर्छौँ, बाटो कायम गर्छौँ, त्यो भन्न पाउनु। त्यसलाई त जुन देवानी प्रकृतिको मुद्दाहरूमा यस हिसाबले पनि पक्रिन पाउनुहुन्न। पक्रिनलाई खोज्नुभयो भनेदेखि हामीले रोक्छौँ, हामीले निषेधाज्ञा जारी गर्छौँ, नपक्रिनु भनेर भन्छौँ। तर छलफलको लागि बोलाउने सन्दर्भमा पत्र काटेर यहाँहरू बोलाउन सक्नुहुन्छ। मुद्दाको पक्षहरूलाई पत्र काटेर बोलाउने, मुद्दा पऱ्यो भनेदेखि म्याद काटेर बोलाउने। अनि अर्को समस्या यहाँले भन्नुभयो हाम्रो के अरे पालिकाभन्दा बाहिरको छ भनेर भन्नुभयो। जस्तो गढी गाउँपालिकाबाट एकजना पक्ष गढी गाउँपालिका छ, अर्को इनर महानगरपालिका छ भनेदेखि गढी गाउँपालिकाको न्यायिक समितिबाट पत्र काटेर इनर उपमहानगरपालिकाको न्यायिक समितिले अनुरोध गर्नुहोस् न, उहाँले उपस्थित गराइदिनुहुन्छ भन्नुभयो। यो अघिल्लो भेलामा पनि यो कुरो उठेको थियो। मैले हजुरहरूलाई अनुरोध गरेको थिएँ, अहिले पालिका प्रमुखज्यूहरू पनि हुनुहुन्छ, दुईजना प्रमुखज्यूहरू हुनुहुन्छ। पहिला हजुरहरूको बेरजु उठेको छ, त्यो मैले देखेको छु। त्यसको कारण पनि छ, करारमा भनेर कानुन सल्लाहकार भनेर नियुक्ति गरिदिनु भयो, त्यहाँ दरबन्दीको अवस्था थिएन। कार्यपालिकाबाट निर्णय गरेर दरबन्दी सिर्जना गरिदिनु भयो भनेदेखि एकजना कानुन सल्लाहकार अथवा उसको लागि जुन कानुनी उसको लागि न्यायिक समितिको काम गर्ने न्यायिक जनशक्तिको लागि दरबन्दी नै सिर्जना गरिदिनु भयो। कार्यपालिकाबाट निर्णय गरेर दरबन्दी सिर्जना गरिदिनु भयो भनेदेखि त्यो दरबन्दीमा स्थायी माग्नु पनि पाइने हुन्छ। प्रदेश लोकसेवा आयोग छ, त्यति गर्छ। अनि त्यसपछि त्यो ठाउँमा करारमा राख्न पाउनुहुन्छ। फोन गरेर बोलाउने भन्दा पनि म्याद काटेर बोलाउनु पर्छ। 7 दिनभित्र 15 दिनभित्र तपाईँ उपस्थित हुनुहोस् भनेर म्याद काटेर तपाईँको विरुद्धमा यो परेको छ, तपाईँको विरुद्धमा यो निवेदन परेको छ, यो किरात परेको छ, त्यसको प्रतिलिपि सँगै राखेर पठाएको छु, आफ्नो प्रमाणसहित उपस्थित हुनुहोस् भनेर म्याद काटेर पठाइदिनु भयो भने त्यो अवधिभित्र पक्ष उपस्थित हुनुपर्छ, आफ्नो प्रमाण पेश गर्नुपर्छ। होइन भनेदेखि अर्को पक्षले प्रमाण पेश गरेको प्रमाणलाई आधार गरेर निर्णय गर्नुपर्ने कुराहरूमा निर्णय गर्नुहुन्छ। निर्णय अर्को मेलमिलाप गराउने कुरामा त अर्को पक्ष उपस्थित भएन भनेदेखि मेलमिलाप गराउन सकिँदैन। त्यसरी कुन निकायमा जाने, अदालत जाने हो कि अन्य कुन निकायमा जाने हो, त्यो निकायमा जानु भनेर यहाँले सिफारिस गरेर पठाउन सक्नुहुन्छ। पालिकालाई कानुन गर्नको लागि हामीले अनुरोध गरेका छौँ। यो एउटा राम्रो फोरम बनेको छ। उहाँहरू आफू निर्वाचित भएपछि न्यायिक समितिलाई स्थानीय तह सुनसरी जिल्लाका सम्पूर्ण उपप्रमुखज्यूहरूले आफूमा भएका समस्याहरूलाई कसरी समाधान गर्ने, कुन पालिकामा कस्तो किसिमको साटासाट गर्ने जुन कार्यक्रम गर्नुभएको छ, यसको लागि यो उपमेयरज्यूहरूको फोरमलाई म बधाई दिन चाहन्छु। किन बधाई दिन चाहन्छु भने हाम्रो जिल्ला एउटै, समस्या कुनै कुनै पालिकामा अलिक अनौठो खालको, कुनै कुनै पालिकामा अर्कै खालको भएकोले हाम्रा समस्याहरू साटासाट गर्ने र समाधानका विषयहरू खोज्ने पनि एउटा अवसर हो। र आज तपाईँले सुनसरी जिल्लाको यो सदरमुकाम इनरुवा नगरपालिकामा भेला भएर छलफल गर्नुभएको छ। त्यसमा बडो राम्रो कुरा के छ भने विशेष गरेर म माननीय जिल्ला न्यायाधीशज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, प्रहरी उपरीक्षकज्यूलाई पनि
बधाई दिन चाहन्छु, स्वागत पनि गर्न चाहन्छु कि उहाँहरूले न्यायिक समितिले राखेको भेलामा आफ्ना धेरै कामहरू थापिराखेर हामी बिचमा उठेका समस्याहरू समाधान गर्नलाई कानुनी उपचारका बाटाहरू यी छन् भनेर देखाइदिनु हो। त्यसको लागि यिनीहरू नगरपालिकाको तर्फबाट बधाई दिन चाहन्छु। तपाईँको समस्या मैले पनि सुन्ने मौका पाएँ। हुन त म दैनिक रूपमा समस्या सुनेरै आएको मान्छे हो। पालिकाका समस्याहरू पनि सुन्छु, जनताका समस्या पनि सुन्छु, तर समस्याको समाधानको बाटोमा आज 4 वर्ष कार्यकाल बित्दा पनि उपमेयरजीहरू कन्फ्युज हुनुहुन्छ भन्ने मैले निकास निकालेको छु। मेरो चाहिँ तपाईँहरू आफ्नो अधिकार आफैलाई प्रयोग गर्न समस्या मान्नु भएको छ हो, ठिकै हो। तपाईँहरू राजनीतिक रूपबाट आएर न्यायिक क्षेत्र प्रवेश गरेको हो। तपाईँहरू उपमेयर भएको कारणले तपाईँले त्यो न्यायिक समितिमा निर्णय गर्नुपर्ने ठाउँमा पुग्नु भएको हो। अनि तपाईँहरूलाई त्यो आफ्नो राजनीतिक आस्थाले चाहिँ घरिघरि रोकेको कारणले तपाईँले आफ्नो अधिकार प्रयोग गर्न पाउनु भएको छैन। अघि श्रीमानले तपाईँलाई 100 गुणा तपाईँको सबै प्रश्नको जवाब एउटै शब्दमा दिनुभयो। तपाईँले कतिको ध्यान दिएर सुन्नुभयो, अहिले पनि सुन्नुहोस्। तपाईँहरूसँग यति पावर छ, यति शक्ति छ, तपाईँको फैसला तपाईँलाई खालि पुलिसवाला, बन्दुकवाला पुलिस चाहिएको, लट्ठी चाहिएको, डन्डा चाहिएको भने डेमोक्रेसीमा त्यो सब अधिकार प्रयोग गर्न बडा सोचेर प्रयोग गर्नुपर्छ। अहिले पनि सम्मानित सर्वोच्च अदालतबाट अन्तिम फैसला भइसकेपछि पनि फौजदारी अभियोगका केही मुद्दा बाहेक तपाईँ मिलापत्र गर्न चाहनुहुन्छ भने मिलापत्र गर्न सक्नुहुन्छ। र संसारको सबैभन्दा राम्रो सिद्धान्त के हो भने मिलापत्र भनेको शिलापत्र हो। मिलापत्र पनि सबै कुरा मिल्छ। तपाईँले मुद्दा जित्नुभयो भने एक पक्ष खुसी हुनु होला, एक पक्ष दुखी हुनु होला, तर तपाईँको मनमा क्लेश रहिरहन्छ, मैले हारेँ अथवा मैले जितेँ भन्ने दम पनि आउन सक्छ। त्यसकारणले तपाईँहरूलाई खास न्यायिक समितिमा तपाईँको अधिकारहरू हेर्नुहोस्। केही मुद्दाहरूमा फैसला गर्ने अधिकार दिएको छ, केही मुद्दाहरूमा मिलापत्र गराउने अधिकार दिएको छ। तपाईँहरूलाई फैसला कार्यान्वयनको पाटो अलिकति कमजोर छ भन्ने महसुस भएको रहेछ। अघि श्रीमानले दिएको जवाब म फेरि भन्छु, सम्झिनुहोस्। तपाईँका सबै फैसला कार्यान्वयन हुन्छन्, कुनै पनि फैसला कार्यान्वयनबाट रोकिँदैन। तपाईँले खालि आफ्नो कार्यपालिकाबाट यो मुद्दामा यसो फैसला भएको छ, यो कार्यान्वयन गराउने निर्णय गरौँ भनेर लिएर जानु पर्यो। कार्यपालिकाले निर्णय गरिदिएपछि अहिले कुनै पनि नागरिक नगरपालिका वडा कार्यालय गर्ने कुनै पनि कुराको सिफारिस पाउन सक्दैन, कुनै कुराको सुविधा पाउन सक्दैन। त्यसलाई तपाईँलाई कानुनले सिर्जना गरेको यो दायित्व पुरा गर्नुहोस्, अनि मात्रै म तपाईँलाई सिफारिस दिन्छु भनेर निर्णय गरेर रोकिदिनुहोस्। त्यो मान्छेले तपाईँको फैसला कार्यान्वयन गर्ने उपाय छैन।